साथीहरु तपाईहरुलाई मेरो YouTube च्यानलमा स्वागत छ। अनि म आज जाँदै छु मेरो बहिनीलाई प्र्याङ्क गर्नको लागि। मेरो बहिनी चाहिँ स्टेसनरीमा काम गर्छ साथीहरु। अनि त्यो चाहिँ जहिले भन्छ क्या भिडियो बनाउनु नि मसँग नि भिडियो बनाउनु नि। अब त्यसलाई थाहा नपाइकिन त्यसलाई प्र्याङ्क गर्दै छु भनेर गएको प्र्याङ्क गर्नको लागि। अब हेरौँ कस्तो हुँदा रहेछ प्र्याङ्क। मसँग हुनेको त्योसँग हुने हो साथीहरु। यो चाहिँ उसको पसल हो साथीहरु, यहाँ हेर्न सक्नुहुन्छ। अनि मैले आज भर्खरै छपरी कट पनि कपाल काटेको छु, यहाँ हेर्न सक्नुहुन्छ। भन्नु होला सकेसम्म गाली गर्नु होला ड्याङ्की ट्याङ्क, तर नराम्रो नगर्नु होला, पोजिटिभ गाली गर्नु होला साथीहरु। र म पुगिसकेको छु पसल। नमस्कार नमस्कार देवीहरु सज्जनो। ल ठिक छ। तर तपाईहरुलाई म भन्न चाहे मेरो बहिनी पनि लास्टै स्यावेज छ। स्यावेज बाबा मम्मी नै स्यावेज त हामी पनि स्यावेज है। ल भन के पाइन्छ तेरो दोकानमा? मेरो दोकानमा तँ किन्ने औकात छ र? राजा जी पेन निकाल। अस्तिको 500 म तँलाई पछि दिन्छु। 5 रुपैयाँ हो त 500 तानी तपाईँको त त्यो पाइहाल्छ मोनिटाइज भएपछि। त्यो 5 रुपैयाँको चाहिँ खै त? 5 रुपैयाँ चाहियो, 500 चाहिएन। 5 रुपैयाँ चाहियो रे, 500 चाहिएन साथीहरु। वाह के लाउनुहुन्छ? पेन छ हामीसँग? पेन छ हामीसँग, एकदम पेनको भ्याराइटी छ। कुन पेन लाउनुहुन्छ? पेन मलाई कालो चाहिएको। मेरो कालो मान्छे कालै चाहियो। कालो त तपाईको त जिन्दगी रंगीन, मलाई रातो लानु पर्थ्यो ल। रातो राजा जी त्यो त ब्याचलर सकेपछि म टिचर हुन्छु नि, त्यसपछि लान्छु रातो। अहिले रातो लेख्न मिल्दैन। यो कालो पेन भएको छ हैन? यो कालो पेन कालो मात्र हैन, यसको मन पनि कालो छ। हेर्नुभयो साथीहरु, यो पेन तपाईले यो पेन नि लानुभयो भने नि तपाईले आफ्नो गर्लफ्रेन्डलाई एक्सलाई हैन तपाईले लेटर लेख्नु हो भने नि त्यसले तपाईको प्रस्तावलाई स्वीकार गर्छ क्या। जति छ सबै प्याक गर्दे। पेन जति छ एकदम सब। अरु के छ हामीसँग? हेर्नुभयो साथीहरु हेर्नुभयो, तपाईले हेर्नुभयो? हेर्नुभयो साथीहरु, हेर्नुभयो? तपाईहरुको क्रस छ भने तपाईहरु पनि यहाँ आउनु होला दोकान किन्नको लागि। पेन यति खतरनाक पेन कहाँ भेट्नु पाउनुहुन्छ? मान्छेहरुले लाखौं करोडौं खर्च गर्छ। अलि कन्ट्रोल गर्न अलि। रोनाल्डो खेल्ने बल हो यो। रोनाल्डो तर रोनाल्डो त वर्ल्ड कप जितेको छ नि त। अस्तिको पालो साथीहरु एकदम एकचोटी जितेको थियो त्यतिबेला। मैले रोनाल्डोलाई बल दिएको थिएँ $9,000 मिलियन त्यसपछि तिनीहरूले यही कम्पनीको ब्रान्डले तिनीहरूले अर्को ठाउँबाट किनेछ क्या रोनाल्डोले। हामीले हाम्रो त्यो ब्रान्डै बन्द गर्यो। स्टाइगर उकाएर उनीहरूले डुस पाएछ नि आरो क्या अस्ति। मतलब सुरुमा चाहिँ एकदम पहिलोचोटि जितेको वर्ल्ड कप चाहिँ यहाँ बल लगेर त्यसपछि त स्टिकर निकाल्दियो ब्रान्डको। मतलब यहाँ मेरो बहिनीको दोकानबाट लगो भनेर त्यसपछि हारै छ। अनि हामीसँग यो एकदम फिजिक्स रहेछ, यो फिजिक्स प्र्याक्टिकल कपी केमिस्ट्री। तपाईले जसरी दिउराम फेल गर्नु भने यो यानी कि पास गरे हुन्छ, ग्यारेन्टी एकदम यो फिजिक्स नोट लगेर लेख्नु कि यो नोट हैन, यो त प्र्याक्टिकल कपी हो बहिनी। यही प्र्याक्टिकल कपीमा प्र्याक्टिकल गर्ने हो क्या। हामीसँग केमिस्ट्रीको नि छ। केमिस्ट्रीको त यो केमिस्ट्रीमा नि हेर्नुभयो साथीहरु, प्र्याक्टिकल कपी प्र्याक्टिकल नगर्ने यो भनेको नेभर लेट ड्याम नो यो नेक्स्ट मुभ हो साथीहरु। थाहा हुनु भएन प्र्याक्टिकल कपीमा चाहिँ हामी पढ्दिने हो। पढ्दिँदाखेरि चाहिँ मान्छेहरुलाई के लाग्छ, अरे यो त प्र्याक्टिकल गर्दैछ थाहा नै पाउँदैन, अनि लुकीचुपी पढेर टप गर्दिने भन्न खोजेको हो। यो केमिस्ट्री कपी नि एलईडी जस्तो तपाईले यसको माथि नि जुन केमिकल हुन्छ हाइड्रोजन हिलियम लिथियम बेरिलियम बोरोन कार्बन यो पछि आउँदैन मलाई चाहिँ। अनि त्यसपछि तपाईले यहाँ लेख्नु भने तपाईको ती केमिकल रूप हेर्नुहुन्छ। जसरी तपाईले आफ्नो एक्सको असली रूप हेर्नुभयो नि हो त्यो केमिकलको असली रूप यसमा देखिन्छ कि यो तपाईले मात्र पर्छ यसको 150 रुपैयाँ। डिस्काउन्ट कति दिन्छ? डिस्काउन्ट तपाईलाई डिस्काउन्ट गर 149.75। ल यो जति छ हामीसँग जति छ सबै प्याक गरिदियो। सबै प्याक गरिदियो जति छ एकदम जति छ सब प्याक गरिदियो। अरु के हामीसँग? यो भलिबल एकचोटि फेरि एकदम यो त खतरनाक भलिबल छ त। कुन देशको यो भलिबल? कुन देशको? यो भलिबल हामी युगान्डाबाट मगाएको। युगान्डा नाइजेरिया एकदम। आमामामा अनि खुबी के भन्दिन तपाई सिंगल हुनुहुन्छ र तपाईले आफ्नो थोबडाएर रिग्रेट हुन्छ कि बसेर केटी पटेको छैन, यो बललाई बीचमा राख्ने बस्दिने। मलाई लागिहाल्यो साथीहरु हैन, रिग्रेट हुँदैछ केटी पटिरहेको छैन, अनुहार गतिलो छैन, यो बल बिचमा राख्ने अनि यस्तरी दिने। यदि गर्लफ्रेन्डले पैसा लुटेर भागेको छ भने यसरी पकड्ने, अहिले हामी यसरी हान्न सक्छौं।
राजाजी कुरै नगरी यदि तपाईलाई जिन्दगीदेखि थकित हुनुहुन्छ भने तपाईले अङ्गाल हाल्नु सुत्नु होला तपाईलाई रिग्रेट हुन्छ कि तपाईँ अहिले पनि सिङ्गल हुनुहुन्छ भनेर यस यो त झन् दुःख लाग्यो त मान्छेलाई यो लाँदिन अर्को दे अर्को सामान के छ हामीसँग के लानुहुन्छ तपाईँ हामीसँग फर्जी बिल काट्ने पनि छ फर्जी फर्जी वाला हैन यो यस्तो वाला हैन यस्तो वाला जे पाइ त्यो नलाने यो पुलिसले पक्रिहाल्छ अब मेयर हो 2084 मा उठ्ने म मेयर पदमा उठ्छु अनि यस्तो फर्जी काम गर्नु तपाईको लागि स्किल स्केल 40 रुपैयाँ थाहा छ किन यो स्केलले नि बच्चा लानु हो भने जिउमा दाम बस्दैन क्या तर चोट चाहिँ लाग्छ हो यो जति त सबै प्याक गर्दा म ट्युसन पनि पढाउँछु कि अनि स्कुल पनि अब पढाउन लागेको एकदम सबै अरु के छ हामीसँग गन पनि छ कुन छ A16 गन ल निकाल कहाँ रहेछ गन साथीहरु अब हेरौ गन पनि रहेछ साथीहरु आमामा ओ माय गॉड व्हाट इज दिस यो गन त आमामामा हामीलाई भक्कर अस्ति पब्जीले मलाई भने यो गन हामीले दिए चलाउन मैले नदेको किन यो गन हामीले भक्कर लन्च गरेको यो गन नि तपाई जिन्दगीदेखि थकिन्छ आफैले यो साथीहरु यस्तो नराम्रो वाला छ हैन मतलब ग्यामहरुमा साथीहरु ग्यामहरुमा तपाई नि तपाईहरुले स्कोप जिसको लर्न यो गन बोकेर त्यो अटो एमिङ छ क्या अटो एमिङ फ्री फायर खेल्दै हुनुहुन्छ भने अटो एमिङ तपाई एनिमीलाई हान्नुहुन्छ गोली हावामा हान्नुहुन्छ एनिमी लागेर मरिहाल्छ त्यो साथीहरु यो गन चाहिँ हाम्रो लबलबा गन खोइ लबलबा गनहरु यो गन साथीहरु यहाँ हेर्नु लबलबा गन यो गनको नाम हो लबलबा गन किन थाहा छ तपाईहरु टक्क केटी अरे टक्क केटी अनि 90 डिग्री एकदमै यस्तो हान्नु नि जहाँ हान्नुहुन्छ नि केटीको दिल आर पारबाट तपाईले त्यसलाई ठाउँ कि ठाउँ चुपादेर दिन्छ केटीले साथी होला यसको तपाईलाई मात्र पर्छ 225 रुपैयाँ कति 225 आमामामा यो जति छ सब प्याक गर एकदम सब प्याक गर अझ के छ अरु पैसा अलि मिल्दै गर्छ कि अरु सामानहरु अरु के छ अरु के छ एकदम छ हामीसँग साथीहरु हामीसँग एकदम पर्छ यो रङ्गीसँग इरेजर छ तपाईले मायामा धोका खानु लाग्छ जस्तै तपाई एक्सले छोडेर गयो यस जसरी उसको चरित्रलाई तपाईँ सफा गर्नुपर्ने छ यो इरेजर दिने उसले बस घसेर नुहाइदिने नौदानी भयो यसले तपाईले नुहाउन सक्नुभयो यसले तपाईले जुन ठाउँमा दाग छ घस्नु होला दागको दागलाई पनि सफा गरिदिनु मेरो साथी एकदम कालो छ कि एउटा साथी त्यसलाई सफा गर्छ एकदम गोरो मलाई पनि सफा गर्नु पर्छ म पनि कालो छु एकदम तपाईले के गर्नु अमेरिकाको मान्छेले यो लाएर त गोरो भएको त हामीले दिन्छौँ पहिले त अफ्रिकामा बस्नु मैले सुनेको छु अमेरिकाको मान्छे त्यसपछि गोरो भएको आमामामा हेर्नुको साथीहरु यदि तपाईको चरित्रमा दाग छ अथवा तपाईको एक्सले तपाईले छोडेर गयो जस्तो त्यसले रङ रूप देखायो त्यसको रूप हेर्नको लागि त्यो मेटाएर त्यो बाहिरको रूपलाई मेटाउन भित्रको रूप हेर्न सक्नुहुन्छ अहिले पनि गर्लफ्रेन्ड छ भने गर्लफ्रेन्डको पनि रूप हेर्न चाहन्छ मलाई बनाउँदै रूप हेर्न चाहनुहुन्छ भने एकदम लिने मेट दिने त्यसपछि हेर्ने चिट गरेको छ कि लोयल छ भन्ने कुरा हामीसँग फाइल रहेको छ ओ यस फाइल पनि छ साथीहरु फाइल पनि छ तपाईको एक्सको तपाई गर्लफ्रेन्ड तको बुढीको कर्तुतहरु छ भने स्क्रिनशट गर्नु पर्यो तपाई यसमा लग गरेर राख्नु जो लग कौन बनेगा करोडपति को यही हो त्यही लग गर्छ लग के छ लेट्स प्ले कड ब्रेक ब्याटल वाला अर्कै हो यो कौन बनेगा करोडपति वाला यो फाइलको मात्र तपाईको कर्तुतर पनि लग गरेर राख्नु बमले यसको पासपोर्टै थाहा हुँदैन के पासपोर्ट यसको पासपोर्ट कसरी सेभ गर्नु त्यो पनि भन्नु पर्छ पासपोर्ट किन गरे यस्तो लगेर यस्तो गरे ओ माय गॉड स्क्यान मार्ने हो साथीहरु ल अनि त्यसपछि अरु के छ हामीसँग यो पनि प्याक गर जति छ तेरो दोकानमा सब प्याक गर्दे अर्डर पनि दे हाल 1-2 कलर र अर्डर दे ल अरु के छ हामीसँग ओइ छाडा बोल्छ कक ब्याडमिन्टन क ओ ल ठीक छ यो ब्याडमिन्टन कक छ नि यो चाइनालाई हामी दिन्छौँ के कक चाइनालाई तपाईहरुले दिनुहुन्छ डेलिभरी गर्नुहुन्छ किन थाहा छ किन त्यहाँ केटीहरु स्लिम हुनु कारण भनेको नि यो ककले खेलेर कसरी एक्सप्लेन गर्नु टक्क यसरी हान्छ टक्क उफ्रिन्छ यो उफ्रिन्छ क्या अनि जिउ पनि उफ्रिन्छ त्यसपछि अटोमेटिकली जिउको ब्यालेन्स मिल्छ नि त ओ माय गॉड मतलब भन्नु खोज्नु भएको ककबाट यो ब्याडमिन्टन यसरी खेल्यौं हामी यसरी उफ्रिम फेरि यसरी हानिम ए सरी या तलको चाहिँ नदेखा भाग हैन कटु लाको मात्र छ साथीहरु पेन्ट लाग्छ यसरी उफ्रिम यसरी हानिम यसरी उफ्रिम सबै थोक गरिम नि त साथीहरु एक्सरसाइज भयो अनि त्यो क्यालोरीहरु पनि बर्न भयो बर्न भनेको मतलब फ्याटहरु घट्यो बोसोहरु घट्यो एक्सरसाइज भयो हेल्दी भयो त्यो स्लिम भएको कोका कोला फिगर यसरी मेन्टेन भएको रहेछ नि त यो के छ यो गम आहा गम त मसँग पनि छ बहिनी धेरै छ हो तपाईसँग जति पनि गम छ तपाईको जिउमा दुखाइ छ भने टक्क यसरी लिने त्यहाँ घस दिने त्यो घसे पनि जुन ठाउँमा दुखाइ
दुखाइ खतम भएर जान्छ यदि तपाईको बुढी किचकिच गर्छ गर्लफ्रेन्ड चाहिएको छ भने उसको टक्क ओठमा लिपस्टिकको ठाउँमा यो लगाइदिने अनि के हुन्छ त्यसपछि त सदाबहारको लागि गुङ्गी भइहाल्छ हेर्नु साथीहरु यदि तपाईको बुढी छ गर्लफ्रेन्ड छ एकदम किचकिच गर्छ तिमी त मेरो कुरै बुझ्दैन अनि उसको कुरा हुन्छ निम्डा खरपरुजा यसले अनि भन्छ तिमी कुरै बुझ्दैन कसरी बुझ्नु कुरा हामी मान्छे हो भगवानले त केटीको मनको कुरा बुझ्दैन हामी कसरी बुझ्नु त्यसैले तपाईहरु त्यो गम किन्ने आफ्नो गर्लफ्रेन्ड या बुढीको मुखमा गर्दिने बुझ्ने हो ल अरु के यो क्याल्कुलेटर छ यो क्याल्कुलेटर एकदम धेरै बिच थाहा छ किन यसमा तपाईले आफ्नो एन्सर पनि हाइड गरेर राख्नु कसरी फिजिक्स केमिस्ट्रीमा नि फिजिक्स केमिस्ट्रीमा यदि तपाईले एन्सर आउँदैन यसमा टकटक आँखा बन्द गरेर टकटक एन्सर थिच्ने अनि आँखा बन्द गर भन्छ कसरी अनि थिच्नु ए भगवानले लन्च गरेर आको के माथि यमराज भगवान अनि त्यसपछि यो क्याल्कुलेटर लगेपछि नि गाडीमा तपाईले गुप्चुप फोन पनि गर्न सक्नुहुन्छ फोन निकाल्न मिल्छ न पानी दिन्छ एउटा अनलाइन हो अरे हो रहेछ यार ल अरु पनि प्याक गर अर्को दे पैसा दिन न त पहिला अहिले पैसा कुरा भइहाल्छ भाइ र या बहिनीको बिचमा के पैसा छ दाजु र बहिनीको बिचमा पैसा कुरा गर्ने हामीसँग ल्याप्चे छ ल्याप्चे यो चाहिँ के गर्दै यसले त्यतिखेर तपाईको डार्लिङले तपाईले भन्छ कि म तसँग बिहे गर्छु हो त्यतिखेर हामीले दाबे केन राधाजी त्यसमा नाम लेख्ने त्यसको ठप लिएर राखी हामी अनि के हुन्छ त्यसपछि के हुन्छ त्यसले त पछि त्यससँग बिहे गरोस् नगरोस् सम्पत्ति हडप्न पाउनुहुन्छ क्या यो ल्याप्चे त तर मेरो गर्लफ्रेन्ड त लास्टै गरिब छ यो चाहिएन छोडिदियो राख अर्को देख के लानु न मेरो गर्लफ्रेन्ड गरिब छ के गर्नु एक्स त धनी थियो त ठीक छ एक्समा फेरि पठाउँछु आपले याद भागिहाल्छ त्यो पनि प्याक गर जे सब प्याक गर जे सब प्याक गर अरु के थाम्सँग कपी हैन यो कपीमा नि तपाईले टक्क पाना पल्टाउनु भयो पल्टाइसक्यो पुरै त्यसले लेख्नु भयो यो तपाईलाई के आउँदैन भने पनि आफ्नो विगतका दुःखहरु लेख्दिनु वाह दुःखहरु लेखेपछि अलि याद आइहाल्यो के ल भन त्यसपछि केमिस्ट्री ओ माय केमिस्ट्री इज भेरी डेन्जरस इज केमिस्ट्री फर्स्ट इयर किन फेल गरेको थाहा छ किनभने तपाईले कपीमा लेख्नु नै भएको थिएन ओइ कसरी थाहा पाइस् तैले हामी गरिबै छौं नि त घर कपी त थिएन किन्ने पैसा हेर्नुभयो साथीहरु तपाईहरुलाई के लाग्यो नपढेर म फेल भएको तपाईलाई हाम्रो गरिबी के त मेरो बाबाले दिनमा 3 टाइम मात्र भात खानुहुन्छ सुकुना क्याम्पस कपी हामी नै बेच्छौं सुकुना क्याम्पस तिमीहरु बेच्छौ त्यो कपी यो कपी केस भने नि के देखा ठ्याक्कै स्टुडेन्टहरु आउने एक्जाम एक दिन अगाडि यो कपी लाने हामी सुकुनाको छप्पा पनि छ ढप्पा बस लाइदिने एन्सर सबै लेखदिने स्टिक लाएर बुझाइदिने त्यो जुन छ त्यसलाई यसरी बस गोजीमा हाल्दिने चल्दिने मेरो ड्राइभर चुता डुल्न गयो जस्तो छ साथीहरु भोक लागेला खाजा साजा खाएर आउँछ अहिले कुरा गर्दैन त्यो मतलब भनेको सुकुनाको मात्र स्ट्याम्प छ नि फेरि साथीहरु त्यो टर्मिनलमा मात्र काम लाग्छ त्यसको लागि माथि टिउ लेखेको हुनुपर्छ डड थोप्ला गरेर साथीहरु अरे टिउलाई नि हामी दिन्छौं कपी हाम्रो ब्रान्च भनेको नेपालै भरि छ युगान्डा देखि एसियामा खतम हुन्छ युगान्डा देखि एसियामा हजुरको ब्रान्च खतम हुन्छ यति धेरै छ कतिवटा फ्याक्ट्री छ तपाईहरुको को हामीको म्याक्सिमम नेपालमा मात्र 70 वटा जिल्लामा 75 वटा छ दुईवटामा चाहिँ किन छैन दुईवटामा यस्तो दुईवटा आलु चाहिँ मेरो अलिकति गजदार निस्के कि ए मतलब 77 वटा रहेछ अनि दुईवटा त गजदार निस्क्यो किन निस्क्यो गजदार किनभने उनीहरु चाहिँ दुईटा विषय फेल गरेको थियो ल छोड्दे यो कुरा नगर छोड मैले बुझिसके छोड्दे नि अर्को कुरा के छ अरु हामीसँग यो गेम खेल्ने ओ माय गॉड चेस बोर्ड छोड्दे यो चेस खेल्न आउँदैन एकले जुन खेलेर गयो नि तपाईसँग गेम हो त्यो खेल हो यो ओ यो खेल त म प्ले स्टोर मा चाहिँ खोजे थिए ओ यो खेल त म प्ले स्टोर मा अस्तिदेखि खोजे थिए भेटिन नै यहाँ रहेछ नि त साथीहरु तिम्रो त्यसलाई तपाईलाई एउटा गर्लफ्रेन्ड पट्याउनु पर्छ हो नत्र खेल्न छोड्दे यो त्यसले सकिँदैन म खेल्न छोड्दे नखेल्न हो यो खेल तपाईहरु खोज्दै हुनुहुन्थ्यो नि तपाईले एक्सले खेलेको खेल यहाँ रहेछ नि त साथीहरु यो त चेस होइन रहेछ यो तपाईको एक्सले तपाईसँग खेलेको खेल हो यो साथीहरु हेर्न सक्नुहुन्छ ओ माय गॉड यसमा चाहिँ के छ स्पेशलिटी गीत गाउनु कसरी एकचोटी गाएर देखाऊ वाह साथीहरु खोइ म पनि एकचोटी गाउँथे त ओ टिङ आयो बहिनी ल यो जति छ सब प्याक गर हेर्नुभयो साथीहरु सब्स्क्राइब गरिहाल्नु अहिले थिचिहाल्नु त्यो घण्टामा फेरि मेरो बेली त घोचिदिन्छ साथीहरु आर्यसको सक्सेसको पछाडि यो ठुलो हात छ कसरी यसको त हातै छैन यसको हातै छैन
उडेर देखा ह्यारी पोटरको ह्यारी पोटर उड यस्तरी मात्र फर्केर उड हेर्नुभयो साथीहरू त्यसरी उड्न सक्नुहुन्छ ह्यारी पोटरको त यही रहेछ नि त मेन ह्यारी पोटरले चाहिँ पहिले सुटिङ गर्न लानु भएको रहेछ त्यसैले तपाईँले सब्सक्राइब गर्नु भएको छैन अहिले गरिहाल्ने सब्सक्राइब किन नगर्ने किनकि मेरो बहिनीले त्यो डन्डाले बुझिहाल्नु म साथीहरू अब गाइड बुक एसी विद्यार्थीको लागि पनि एकदम राम्रो छ उपायहरू होइन एकदम यो तपाईले पढ्नु यो पढ्न लाने हैन के गर्ने त यसमा सबै एन्सर छ एन्सर छ ठीक छ के गर्ने के नगर्ने एक्जाम जानुभन्दा अगाडि यसलाई चेन खोल्ने आन्सर घुसाड्दिने एक्जाम हलमा जाने 10 मिनेट राख्दिने साथ दिने सबै एन्सरमा ग्यारेन्टी यदि यसमा एन्सर भएन भने अर्को लान्न के भयो त ए ल ठिक छ त्यसो भए यो चाहिएन मैले एसी दिइसकेको हो म कोरोना कालको कि एसी दिएको हो पर्दैन हामीलाई अर्को देखाउनु नपरे पनि यसमा केमिस्ट्री पनि छ क्या साथीहरू म त केमिस्ट्रीको पनि रहेछ म चाहिँ गएँ साथीहरू आजको लागि यति नै मिल्थे जल्दी दूसरी ब्लग अब केमिस्ट्रीमा मलाई कसैले पनि फेल गर्न सक्दैन जय नेपाल जय रामधनी